साथीहरु म तपाईहरुलाई हाम्रो वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र र यहाँको सम्बन्धित उपभोक्ताको आर्थिक लगानीमा 2 HP को सोलर इरिगेसन पम्पिङ सिस्टम जडान कसरी गर्ने र यसको मापदण्डहरु के छ भन्ने विषयमा र यो सम्बन्धी सम्पूर्ण जानकारीहरु मापदण्ड अनुसारको जानकारीहरु म तपाईलाई गराउँदै छु। ल आउनुहोस् अगाडि। छैन बन्द गरे छैन, भिडियो बनाइदिएको छु मैले। हेर्नुस् है, अब सुरुमा हामीले यहाँ स्ट्रक्चर जडान गर्छौं। स्ट्रक्चर हामीले चाहिँ यो 5 वटा सोलर प्यानल, हाम्रो चाहिँ यो 580 वाटको 5 वटा सोलर प्यानलको लागि बनाइएको स्ट्रक्चर हो। यो स्ट्रक्चरलाई हामीले चाहिँ यो उतैबाट रेडिमेड आएको हुन्छ, यसरी नै यसलाई जडान गर्छौं र यसलाई हामीले चाहिँ 80 सेन्टिमिटर यसलाई मुनि गाड्छौं र 30 बाइ 30 को एउटा फाउन्डेसन बनाएर यसलाई यसरी राख्छौं। यो दुईटै तीनटैलाई चाहिँ हामीले त्यो अनुसार राख्छौं। त्यसपछि हामीले त्यति गरिसकेपछि यो सोलर प्यानलको 5 वटै सोलर प्यानलको प्लस माइनस गरेर हामीले यसलाई सिरिज कनेक्सन गर्छौं। आउनुहोस् यता। सिरिज कनेक्सन गर्दाखेरि हामीसित यता एउटा प्लस आउँछ, एउटा माइनस आउँछ, एउटा पोजिटिभ आउँछ, एउटा नेगेटिभ आउँछ। हामीले त्यसलाई चाहिँ पोजिटिभ र नेगेटिभलाई जुम गर्नुस् यता ल्याएर हामीले चाहिँ यो एसपीडी मा हाल्छौं, एमसीबी थ्रु एसपीडी मा हाल्छौं र एसपीडी थ्रु कनेक्टर युज गरेर कनेक्टर मार्फत चाहिँ हामीले यो कनेक्टर मार्फत हामीले चाहिँ यहाँ 3 कोरको वायर युज गरेको छौं। यसमा 3 कोर छ। 3 कोर युज गर्नुको मतलब के हो भनेपछि तपाईको यो यहाँबाट चाहिँ पम्पमा गइसकेपछि पम्पबाट पनि एउटा अर्थिङको वायर, एउटा पोजिटिभ एउटा नेगेटिभ डीसी अनि एउटा अर्थिङको लागि तीनटा हामीले तार चाहिन्छ। हामीले दुईटा युज गरेर दुईटा तार युज गरेर युभी रेजिस्टेन्स दुईटा भएको युज गरेर डबल कोरको युज गरेर पनि हामीले त्यहाँ लिन सक्छौं। त्यो गर्दाखेरि हामीले एउटा अर्को सिंगल वायर कुदाउनु पर्ने हुन्छ अर्थिङको लागि। यो हामीले किन गरेको भनेपछि अरु कुनै साथीहरुकोमा चाहिँ कस्तो छ भनेपछि यतै कन्ट्रोलर बस्छ, यतै एसपीडी बक्स यो कम्बाइनर बक्स पर्छ। त्यो बस्दाखेरि चाहिँ हामीले यहाँबाट चाहिँ 3 कोरको सबमर्सिबल केबल लगेर चाहिँ हामीले सोलर पम्प चलाउँछौं। तर यसमा चाहिँ हाम्रो यो केसमा चाहिँ के छ भनेपछि हाम्रो चाहिँ सोलर पम्प सँगै कन्ट्रोलर इनबिल्ट भएर आएको हुनाले हामीले चाहिँ यहाँबाट 3 कोर चाहिँ लान्छौं, युभी रेजिस्टेन्स केबल लान्छौं। त्यो 3 कोरमा 2 कोरलाई चाहिँ हामीले चाहिँ दुईटालाई चाहिँ हामीले प्लस माइनस युज गर्छौं र तेस्रोलाई चाहिँ हामीले अर्थिङको लागि युज गर्छौं। आउनुस् म तपाईलाई पम्प पनि देखाउँछु। पम्पमा हाम्रो कस्तो जडान भइराछ त्यो देखाउँछु म तपाईलाई। पस गर्नुस्। हाम्रो पम्प चाहिँ यस्तो टाइपको छ। यसैमा चाहिँ मुनितिर तपाईहरुले देख्नुहुन्छ मोटर छ। मोटरको स्पेक पनि यहाँ हेर्न सक्नुहुन्छ। 2200 वाटको पम्प छ। हेर्नुस् 22 मिटर रेड। यो हामीले पम्प यो युज गरेका छौं र हामीले अर्को चाहिँ यता तपाईले यता देख्न सक्नुहुन्छ कन्ट्रोलर यता नै युज गरेका छौं। यो कन्ट्रोलर यसैसँग इनबिल्ट भएर आएको छ। हामीले यही कन्ट्रोलरको लागि डबल कोरको युभी केबल युज गर्छौं। यदि 3 कोरको हामीले युभी प्रयोग गर्यौं भने हामीलाई सजिलो के हुन्छ भनेपछि हामीले यसै त्यही 3 कोरमा एउटालाई चाहिँ अर्थिङमा युज गर्न सक्छौं। र यताबाट चाहिँ यहाँ कनेक्सन भएको छ। यहाँ यसरी यहाँ पोइन्ट दिएको छ, यो कनेक्सन भएको छ। यसमा चाहिँ तपाईको प्यानलको पोजिटिभ नेगेटिभ र अर्थिङ हाल्ने छ र यहाँबाट चाहिँ यो पम्पमा चाहिँ अलरेडी जोडिएर आएको हुन्छ। अनि हामीले यो भइसकेपछि यहाँ चाहिँ हाम्रो उपभोक्ताले बोरिङ गर्नुभएको छ। यो बोरिङ मार्फत चाहिँ हामीले यहाँ एउटा टी युज गर्छौं। टी युज अलरेडी हुन्छ। त्यहाँबाट एउटा निप्पल जोडेर यो चेक बल्ब युज गर्छौं। त्यहाँबाट एउटा निप्पल जोडेर हामीले
मोटरसम्म पुर्याउँछौँ। मोटरबाट चाहिँ हामीले एउटा 90 डिग्रीको ब्यान्ड युज गर्छौँ 3 इन्चको। त्यहाँबाट चाहिँ हामीले यो फ्लोमिटरमा लाग्ने फ्लेन्ज लगाएको छौँ। यहाँ हामीले यो फ्लेन्ज लगाउँछौँ र यहाँ हाम्रो यो फ्लोमिटर देख्न सकिन्छ। यो हाम्रो फ्लोमिटर हो। हामी एकछिनमा यसलाई चाहिँ यो यदि यो क्लाउडीबाट गएर घाम लाग्यो भने हामी अहिले युज गर्छौँ, प्रयोग गरेर नि हेर्छौँ। त्यहाँबाट चाहिँ फेरि फ्लेन जोडेर अनि एउटा सिआई निप्पल जोडेर हामीले चाहिँ यो पानी आउटपुट गरिदिएका छौँ। र फेरि अब एउटा म तपाईँहरूलाई यो अर्थिङ सिस्टमको नि भन्दैछु। यो लाइटिङ एरेस्टरबाट हामीले एउटा डाउन कन्डक्टर राखेका छौँ। यो डाउन कन्डक्टर हामीले चाहिँ कङ्क्रिट बेस बनाएर यो मापदण्ड अनुसारको कङ्क्रिट बेस बनाएर राखेका छौँ। यो चाहिँ हाम्रो यो सोलर यता देखाउनुहोस् त सर। यो सोलरको जुन यो पार्ट छ, यो पार्टबाट यसको लम्बाइ चाहिँ हाम्रो 1 मिटर हुनुपर्छ। 1 मिटरको हामीले यसको सेपरेसन डिस्टेन्स राखेका छौँ र त्योबाट फेरि हामीले यता 1.5 मिटर राख्ने हो। यो हाम्रो चाहिँ अगाडितिर सोलर पम्प राखेको भएर अलिकति यो तार जाली चाहिँ अलि स्पेस गर्नुपर्ने भएर यहाँ मिलाएको हो। अनि यसलाई चाहिँ हामीले यो 50 mm को तार युज गर्छौँ। 50 mm को तारलाई युज गरेर हामीले चाहिँ यहाँ ग्राउन्डिङ गरेका छौँ। यहाँ यो ग्राउन्डिङ चाहिँ हामीले इलेक्ट्रोडमा इन्स्पेक्सन पिट बनाएर 30 बाई 30 को एउटा इन्स्पेक्सन पिट बनाएर हामीले ग्राउन्डिङ गरेका छौँ। र यसमा चाहिँ हामीले एउटा इलेक्ट्रोड हालेका छौँ, तपाईँहरूले देख्न सक्नुहुन्छ। यसमा चाहिँ हामीले एउटा केबल सू प्रयोग गरेर 50 mm को तारमा केबल सू नट प्रयोग गरेर चाहिँ हामीले यहाँ चाहिँ इलेक्ट्रोडलाई जमिनमा गाडेका छौँ। हामीले चाहिँ यो जमिनमा चाहिँ 1 मिटर तल गाडेका छौँ। हामीले 1.5 मिटर जति समथिङ त्यस्तै छ होला यो एउटा यो भयो। अनि यसको अर्को प्यारलली हामीले चाहिँ अर्को यता अर्थिङ गरेका छौँ। हेर्नुहोस् साथीहरू, यो भनेको यता भनेको चाहिँ यो लाइटिङ एरेस्टरको सिधै ग्राउन्डिङ हुन्छ। यसलाई चाहिँ हामीले चाहिँ यो सोलर प्यानलसित हामीले चाहिँ यो कनेक्ट गर्न मिल्दैन। सोलरको बडी अर्थिङ एसपिडीहरूसित यो यसलाई कनेक्ट गर्न मिल्दैन। यो चाहिँ सिधै हामीले डाउन गरिदिने हो। त्यसपछि यता हुनुहोस् त सर। यता चाहिँ हामीले अर्को अर्थिङ गरेका छौँ। यो यसको प्यारलली गर्न पनि सकिन्छ। यो जुन हामीले एउटा लाइटिङ एरेस्टर मार्फत सिधै डाउन गरेका हुन्छौँ, एउटा अर्थिङ सिधै ग्राउन्डिङ गरेका छौँ। यो भन्दा चाहिँ 1 मिटर टाढा हुनुपर्छ। 1 देखि 1.5 मिटर 2 मिटर टाढा हुनुपर्छ। अथवा चाहिँ तपाईँले त्यसको हामी चाहिँ त्यो कुनामा गर्छौँ भन्ने पनि पाए, उता कुनामा गर्छौँ भन्ने पनि पाए। जस यो भन्दा चाहिँ नजिकै दुईवटा चाहिँ सँगै जोडेर चाहिँ गर्न मिल्दैन। त्योभन्दा टाढा गर्नुपर्छ। 1.5 मिटर डिस्टेन्समा हुनुपर्छ। त्यो 1.5 मिटर डिस्टेन्समा हामीले यहाँ अर्को एउटा बनाएको छौँ। यो पनि सेम त्यही 30 बाई 30 को सिएमको इन्स्पेक्सन पिट बनाएको छौँ। यहाँ चाहिँ हामीले इलेक्ट्रोड गाडेका छौँ, कपरको इलेक्ट्रोड गाडेका छौँ। योबाट चाहिँ हामीले ल्याएर चाहिँ यता बडीमा टच गराएका छौँ, बडीमा अर्थिङ गराएका छौँ। बडीमा चाहिँ यहाँ आएर जस्तो छ यता हामीले चाहिँ जोइन गरेका छौँ। यता अर्को जोइन छ। यो जोइन भनेको यो यता माथिबाट आएको जोइन भनेको यो एसपिडी अनि पम्पको जोइन हो। एसपिडी र पम्पको अर्थिङ हामीले यहाँ ल्याएर जोइन गरेका छौँ। अनि यही जोइनबाट चाहिँ हामीले अर्थिङ गराएका छौँ। यता चाहिँ अब के छ भन्नुहुन्छ भने यो तपाईँहरूलाई थाहा नै भएको कुरा हो। यो एमसिबी, यो एसपिडी र यो कनेक्टर हो। यो मार्फत चाहिँ हामीले यसरी गरिरहेका छौँ अर्थिङ चाहिँ। आउनुहोस् त अगाडि आउनुहोस्। यो हामीले चाहिँ यहाँबाट देखाउनुहोस् त सर। यता प्यानल देखाउनुहोस् त। प्यानल चाहिँ यो भयो है। अनि हाम्रो चाहिँ जुन यो सोलर प्यानलको लोएस्ट पार्टबाट ग्राउन्डसम्मको हाम्रो चाहिँ डिस्टेन्स चाहिँ 80 सेन्टिभन्दा माथि हुनुपर्छ। 80 सेन्टिदेखि 1 मिटरसम्म हुनुपर्छ। यो मापदण्ड अनुसार मापदण्ड हो त्यो हो है। अनि हामीले यता चाहिँ सरसर्ती एकचोटि हेर्नुहोस्। सरसर्ती उहाँले भिडियो बनाउनुहुन्छ। यता हामीले चाहिँ यो पम्प सिस्टम राखेका छौँ। उहाँहरूको बोरिङ मार्फत पम्प सिस्टम भयो। बाहिर हामीले यो तारजाली लगाएका छौँ। यो तारजाली पनि तारजाली चाहिँ हामीले 1.5 मिटर सेन्टर टु सेन्टर खम्बा गाडेर हामीले चाहिँ 2x2 को मेस वायर युज गरेका छौँ। यो एउटा पोलबाट अर्को पोलसम्मको दूरी 1.5 मिटर हो। मिलाएर लाउन सकिन्छ यसलाई। अनि यहाँ चाहिँ हामीले एउटा ढोका राखेका छौँ। यो ढोका तपाईँहरूले आफ्नो अनुकूलता अनुसार राख्न सक्नुहुन्छ।
र वरिपरि हामीले चाहिँ यो व्यापार गरेका छौँ र हामीले चाहिँ यो जुन यो तार जाली छ यो फेन्सिङ छ फेन्सिङको चाहिँ यो जुन हाम्रो चाहिँ पोल छ यो पोलको मुनि बेस पनि हामीले बेस बनाउनु पर्ने हुन्छ यस्तै टाइपको बेस बनाउनु पर्ने हुन्छ है यही नै हो उसरी अब सबै है तपाईहरुलाई मैले यो हाम्रो चाहिँ 2 HP को सोलर इरिगेसन पम्पिङ सिस्टमलाई कसरी जडान गर्ने र कुन तरिकाले जडान गर्ने यसको मापदण्ड के छ भन्ने कुरा मैले भने तपाईहरुलाई मसित भएको ज्ञान जति मैले तपाईहरुलाई सेयर गरे तपाईहरुले योभन्दा राम्रो तरिकाले पनि बनाउन सक्नुहुन्छ योभन्दा स्ट्यान्डर्ड पनि बनाउन सक्नुहुन्छ यो मैले भनेको जस्तै बनाउनु पर्छ भन्ने छैन तपाईहरुले APC ले एउटा टेक्निकल स्ट्यान्डर्ड तपाईहरुलाई उपलब्ध गराएको छ त्यो वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको टेक्निकल स्ट्यान्डर्ड अनुसार तपाईहरुले बनाउन सक्नुहुन्छ तपाईले त्यो अनुसार गराउनु भयो भने तपाईहरुलाई चाहिँ भोलिको दिनमा यहाँ यदि अनुगमनमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबाट अनुगमनमा आउँदाखेरि तपाईहरुलाई कुनै समस्या पर्दैन तपाईहरुको सिस्टम पास हुन्छ तसर्थ तपाईहरुलाई चाहिँ यिनै जानकारीका साथ एकचोटी म लास्ट टाइममा एकचोटी तपाईहरुलाई पम्पमा यो पानी चाहिँ यो अलिअलि यो क्लाउडी छ मौसम यो मौसम एकछिन क्लियर हुने बेला म तपाईहरुलाई पम्प चलाएर देखाउने छु अहिलेलाई चाहिँ चलाइसकेका छौँ पानी पनि हाम्रो यो सोलर प्यानलमा चाहिँ यसलाई चाहिँ आवश्यक पर्ने जति यसले प्रोड्युस गर्नुपर्ने जति पावर यसले उत्पादन गर्न सकेको छैन किनभने चाहिँ हाम्रो अहिले बादल लागिरहेको छ अलिअलि सिमसिम पनि पानी पनि परिरहेको छ तर यही अवस्थामा पनि यत्रो पानी फालेको छ यो चाहिँ खुसीको कुरा हो तपाईहरुले चाहिँ सामान्य घाम लाग्दाखेरि पनि सामान्य तपाईहरुले दिउँसो हुँदाखेरि पनि तपाईहरुले यो पानी युज गर्न सक्नुहुन्छ हाम्रो फ्लोमिटर पनि चलिरहेको छ हामी फ्लोमिटर हो हेर्नुहोस् हाम्रो फ्लोमिटर चाहिँ यहाँ चलिरहेको छ यो फ्लोमिटर हो फ्लोमिटर यसरी चल्छ यसले चाहिँ कति पानी फाल्यो कति के गर्यो भन्ने कुरो चाहिँ हामीले चाहिँ यो फ्लोमिटर मार्फत चाहिँ हेर्छौँ हेर्नुहोस् है हस् हाम्रो यही हो सिस्टम यो क्लाउडी मौसममा पनि हाम्रो चाहिँ पानी फालिरहेको छ भनेपछि यो सिस्टम एकदम ठिक छ एकचोटि टाढैतिरबाट पनि हामीले हेरौँ यो तार जाली भयो है ब्याक साइडतिरबाटै म तपाईहरुलाई देखाउने कोसिस गर्दैछु यो हाम्रो जाली त्यहाँ एउटा ढोका थियो यस है हस् धेरै धेरै धन्यवाद हामीले चाहिँ यहाँ यो पम्प अड्याउनको लागि यहाँ एउटा कङ्क्रिटको स्ट्रक्चर बेस बनाएको छौँ कङ्क्रिटको बेस बनाइसकेपछि हामीले चाहिँ यहाँ एउटा स्ट्रक्चर बनाएको छौँ यो आइरन स्ट्रक्चर भन्दा माथि हामीले पम्प राखेका छौँ र हामीले चाहिँ यो राखेनौँ गरेनौँ भने चाहिँ हामीले यहाँबाट अर्को पनि एउटा विकल्प छ त्यो विकल्प के हो भनेपछि हामीले चाहिँ जुन यहाँ टी हुन्छ यो टीमा चाहिँ हामीले यहाँ चेक बल्ब हाल्छौँ चेक बल्ब भन्दा यता सिआई निप्पल जोडेर यहाँबाट चाहिँ हामीले सक्सन पाइप जोडेर सक्सन पाइप मार्फत चाहिँ ग्राउन्डिङ मुनि गरेर यो टी भन्दा मुनि गरेर चाहिँ मुनि पनि हामीले चाहिँ जोड्न सक्छौँ पम्पलाई अर्को चाहिँ अब हामीले चाहिँ यो फ्लोमिटरलाई हामीले अड्याउने कसरी त यो फ्लोमिटर चाहिँ तपाईको यहाँबाट चाहिँ आइसकेपछि यो पम्पले त धान्दैन फ्लोमिटर त ह्याब्बी नै छ यो गरुङ्गो छ लगभग तपाईको 20-25 केजी भन्दा नि माथि छ यो फ्लोमिटरलाई अड्याउनको लागि हामीले यहाँ यो जुन हाम्रो चाहिँ फ्लेन्ज हुन्छ फ्लेन्जमा यहाँ नटहरू कसनुपर्छ हामीले यो फ्लेन्जमा नटहरू कस्दाखेरि यही कसिराखेको नटमा चाहिँ हामीले एउटा चाहिँ एङ्गल यता यसरी एङ्गल ल्याइदिएको छौँ यसरी अनि उताबाट चाहिँ अर्को पनि हामीले बोथ साइडमा चाहिँ एङ्गल ल्याएको छौँ यसको लम्बाइ लामै राख्नु होला लामै राख्यो भने चाहिँ हामीलाई फाइदा के हुन्छ भनेपछि यसलाई चाहिँ तपाईँको एडजस्ट गर्न मिल्छ लामै राख्यो भने योहरू यसरी चाहिँ हामीले यसलाई गर्न सक्छौँ है यो फ्लोमिटर जडान गर्नको लागि त्यस्तो अप्ठ्यारो पनि छैन सजिलै छ त्यहाँबाट हामीले निप्पल सिआई निप्पल जोडेर चाहिँ यहाँ उपभोक्ताले पानी लानुहुन्छ हेर्नुहोस् है एकचोटि फेरि हेर्नुहोस्
त्यसपछि हामीले चाहिँ यो अर्थिङ पिट बनाइसकेपछि यो अहिले कन्स्ट्रक्सनकै चरणमा भएको भएर हामीले यो फ्ल्यागहरू तानेको छैन। यो फ्ल्यागहरू चाहिँ हामीले चाहिँ झिकेर फाइनल भइसकेपछि हामीले एउटा यस्तै प्लेट यस्तो राखिदिन्छौँ, यहाँ माथिबाट छोपिने गरी यो नदेखिने गरी राखिदिन्छौँ। र यसमा चाहिँ हामीले एउटा अर्थको साइन बनाउनु पर्ने हुन्छ। अर्थको साइन कस्तो हुन्छ भनेपछि म तपाईँहरूलाई देखाउँछु है। अर्थको साइन यतै देख्न सक्नुहुन्छ तपाईँहरूले। हाम्रो सोलर प्यानलको पछाडि पनि हुन्छ अर्थको साइन, हेर्नुहोस् यो अर्थको साइन। यस्तो साइन बनाएर राख्नुपर्छ भन्ने वैकल्पिक ऊर्जाको मापदण्ड छ। यो साइन युज गर्न सक्छौँ हामीले, अथवा चाहिँ हामीले चाहिँ सिधै लेखिदिन पनि सक्छौँ, यो अर्थ भनेर लेखिदिन सक्छौँ है। यही हो सामान्य। अब योभन्दा राम्रो पनि तपाईँहरूले बनाउन सक्नुहुन्छ तपाईँहरूको सिप अनुसार। हस्, धन्यवाद।